रवि लामिछाने विरुद्ध जारी दिएकै थिइन मेरो नाम दुरुपयोग भन्दै सहकारी पीडित नारायण पराई। आज जनमत र नागरिक उन्मुक्ति पार्टी बीच एकता हुने एकीकृत पार्टीको नाम नागरिक जनमत। अदालतमा विचाराधीन विषयमा नबोल्न गगन थापालाई सर्वोच्चको आदेश। सरकार र शिक्षकको वार्ता सकारात्मक रूपमा अघि बढेको छ भन्दै शिक्षा मन्त्री पन्त। र हवाई क्षेत्र उल्लङ्घन गर्ने भारतीय ड्रोन खसालिएको पाकिस्तानको दाबी। अब सुन्नुहोस् पूरा समाचार। नमस्कार आदरणीय दर्शकवृन्द, सदाको दिन जस्तै गरी आज पनि हामी तपाईहरुमाझ विशेष न्यूज रिपोर्ट लिएर उपस्थित भइसकेका छौं। कृपया हाम्रो मेहनतको लागि भिडियोलाई एक लाइक र एक शेयर गर्न नबिर्सिनुहोला। दर्शकवृन्द, खबरहरू एकदमै महत्त्वपूर्ण भएको कारणले भिडियोलाई अन्तिमसम्म हेर्न अनि सक्दो शेयर गर्न पनि नबिर्सिनुहोला। अब लागौं आजको पहिलो खबरतर्फ। दर्शकवृन्द, 2077 जेठ 10 गते रुकुम पश्चिमको चौजारी नगरपालिका सेती गाउँमा भएको नवराज विक सहित 6 जनाको हत्या प्रकरणमा 23 जनालाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्म कैदको फैसला सदर गरेको छ। न्यायाधीश द्वय सोमाकान्त मैनाली र मातृका प्रसाद भण्डारीको इजलासले जन्म कैद भएका सबैको सजाय सदर गरेको हो। उनीहरू विरुद्ध जातीय छुवाछुत अभियोग लागेकोमा उच्चले उक्त कसुरमा भने सबैलाई सफाई दिएको अदालत स्रोतले जनाएको छ। नाबालिग किशोरी र उनकी आमालाई भने सफाई दिएको छ। जिल्ला अदालत रुकुम पश्चिमले 2080 मङ्सिर 19 गते जातीय विभेदकै कारण गाउँलेले विक सहित 6 जना युवकलाई कुटपिट गरी मारेको ठहर गर्दै वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित 24 जनालाई जन्म कैदको सजाय सुनाएको थियो। जन्म कैदको सजायमा 25 वर्ष जेल सजाय हुन्छ। यस्तै किशोरी सहित आमालाई 2 वर्ष कैद र 50,000 रुपियाँ सजाय सुनाएको थियो। 8 जनाले भने सफाई पाएका थिए। जिल्लाको फैसला विरुद्ध रुकुम पश्चिम थुनामा रहेका वडाध्यक्ष डम्बर मल्ल सहित 24 थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले 2 थान पुनरावेदन निवेदन दायर गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 4 साना गाउँका 21 वर्षीय नवराज विक सहित साथीहरू प्रेमिकालाई लिन जाँदा गाउँलेले घरेलु हतियार सहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए। आक्रमणपछि नवराज विक र उनका साथीहरू सञ्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द साई र टिकाराम सुनारको मृत्यु भएको थियो। उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो। यस्तै दर्शकवृन्द, सोमबार प्रतिनिधि सभा लेखा समिति अन्तर्गत पोखरा एयरपोर्टमा भएको अनियमितता छानबिन उपसमितिले प्रतिवेदन बुझायो। उपसमिति संयोजक राजेन्द्र लिङदेनले समिति सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। उक्त प्रतिवेदनले विमानस्थल निर्माण सम्बन्धी ठेक्का प्रक्रियाको प्रारम्भिक चरणमै भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ। 6 बुँदाको निष्कर्षसहित प्रतिवेदनमा विमानस्थलमा भ्रष्टाचारको पाटो आर्थिक मात्र भएको भनिएको छैन, प्राविधिक रूपमा समेत अनियमितता एवं भ्रष्टाचार भएको भन्दै यो कार्यमा संलग्नलाई कारबाही हुनुपर्ने र विमानस्थललाई पूर्ण रूपमा सञ्चालन योग्य बनाएर मात्रै व्यावसायिक सञ्चालनका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ। उक्त कार्यमा संलग्न भएको भन्दै उपसमितिले 8 जनालाई नाम नै किटेर कारबाहीको सिफारिस गरेको छ, जसमा क्यानका वर्तमान महानिर्देशक र 2 पूर्व महानिर्देशकहरू समेत छन्। यस्तै दर्शकवृन्द, काठमाडौँ महानगरपालिका 16 स्थित बालाजुमा 1 जना महिलाले आफैलाई आगो लगाएकी छिन्। सुकुमवासी जागृत टोलमा बस्ने 45 वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोराले रातो पार्टीलाई बताएका छन्। श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएको थाहा भएको छ। गए राति पौने 10 बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजार स्थित पिपल्स अस्पताल लगेका थिए। चिकित्सकका अनुसार उनको पेट, छाती र 2 हातमा 25% जलन भएको छ। घटनाबारे प्रहरी वीरत बालाजुले अनुसन्धान गरिरहेको छ। यस्तै दर्शकवृन्द, इस्टर्नले देश बन्दैन भन्ने काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल काठमाडौँ भ्यू टावर भत्काउनु पर्ने पक्षमा देखिएकी छिन्। पुरानो बस पार्कमा निर्माणाधीन काठमाडौँ टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर भत्काइदिने योजना बनाइसकेका छन्। मेयर बालेनले भ्यू टावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर पनि भत्काउने पक्षमा देखिएकी छन्। पत्रकारहरूसँगको भेटघाटमा उपमेयर डङ्गोले काठमाडौँ भ्यू टावर औचित्यहीन रहेको बताएकी हुन्। उनले महानगरको विवादको इपी सेन्टर बनिसकेको पुरानो बस पार्कको भ्यू टावर अनावश्यक भएको बताइन्। प्रयोजन र उद्देश्यका लागि
लिएको हो, त्यसैका लागि प्रयोग हुनुपर्ने भन्दै उपमेयर डङ्गोले जनतालाई ढाँट्न नहुने स्पष्ट पारिन्। सटर बनाएर महानगरले व्यापार गर्न जरुरी नभएको उनको भनाइ छ। उनले बिल्डिङ र सटर बनाएर महानगरले जनतासँग व्यापार गर्नु जरुरी नभएको धारणा राखिन्। दर्शकवृन्द, सहकारी पीडितको नाममा राज्यबाटै षड्यन्त्र। सुप्रिम सहकारीका एक पीडितले सहकारी पीडितको नाममा राज्यबाटै षड्यन्त्र भइरहेको भन्दै असन्तुष्टि जनाएका छन्। ती पीडितले राज्यबाटै निर्दोष व्यक्तिलाई फसाएर वास्तविक दोषी उम्क्याउने दुष्प्रयास भइरहेको तथा पैसा फिर्ताको मूल मुद्दा ओझेल पार्ने कोसिस भएको पनि बताएका छन्। पीडित नारायण बहादुर पराईले आफूले रवि लामिछाने विरुद्ध व्यक्ति केन्द्रित कुनै जारी नदिए पनि आफ्नो नाम प्रयोग गरेर मुद्दा दायर गरिएको आरोप लगाएका छन्। मङ्गलबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफू जस्ता सहकारी पीडित देखाएर सरकारले राजनीति गर्ने प्रयास गरेको आशंका व्यक्त गरेका हुन्। पराईका अनुसार रविलाई थुनामा राखेर पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने प्रयास गरिरहेको छ। पराई बुटवलका होटल व्यवसायी हुन्। उनले सुप्रिम सहकारीमा दैनिक बचत गरेको पैसा डुबेको थियो। सरकारी वकिलले नारायण बहादुर पराई समेतको जाहेरीवादी नेपाल सरकार भनेर रवि विरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो, जसमा अदालतले रविलाई धरोटीमा छाडेकोमा उच्चले थुनामा पठाउने आदेश दिएको थियो। आफूले रवि विरुद्ध जारी नदिएको अवस्थामा आफूलाई प्रमुख जारीकर्ताको रूपमा प्रस्तुत गरिएकोमा पराईको असन्तुष्टि छ। म कोही व्यक्ति लक्षित छैन। मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैका आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी मुद्दा फिर्ता लिन राजी छु, उनले भने। सरकारले सहकारी पीडितको पक्षमा चासो नदिई कुनै व्यक्ति विशेषलाई थुनाउने मात्र प्रयास गरेपछि आफूले यो विषयमा स्पष्ट पारेको पराई बताउँछन्। रवि लामिछाने विरुद्धको मुद्दामा नारायण बहादुर पराई समेतको जारीले वादी नेपाल सरकार भनेर जसरी हाइलाइट भयो त्यो मलाई चित्त बुझेन, उनले भने। कुनै व्यक्तिलाई थुन्ने भन्ने सहकारी पीडितको उद्देश्य होइन, पैसा फिर्ता पाउनुपर्छ भन्ने हो। पैसा फिर्ता र मुख्य व्यक्तिहरू पक्राउमा चासो नदिएपछि मैले फेसबुक मार्फत वास्तविकता बाहिर ल्याएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलेको आरोप लगाउँदै आएको छ। सहकारीको सदस्य नभएको, ऋण नलिएको, ऋण लिने कुनै निर्णयमा समेत हस्ताक्षर नगरेको अवस्थामा उनलाई मुख्य प्रतिवादी बनाउनुलाई रासपाले प्रतिशोध भनेको छ। रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा कम्पनीको चेक काटेका थिए। सोही आधारमा सहकारी ठगीमा उनको समेत मिलेमत रहेको भन्दै सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा चलाइएको छ। करिब 3 महिना थुनामा राखेर 4 जिल्लामा उनी विरुद्ध मुद्दा चलाइएको थियो। उच्च अदालत तुलसीपुरले बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएपछि हाल उनी भैरवा कारागारमा छन्। त्यस विरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दिएका छन्। यस्तै दर्शकवृन्द, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले सञ्चालन गरेको तराई मधेस जागरण अभियानले जनतामा आशा जागेको बताएका छन्। अभियानको क्रममा पार्टीले जिल्ला समन्वयन कैलाली गाउँपालिका 7 वैशपुरमा आयोजना गरेको खबरदारी सभामा उनले यस्तो बताएका हुन्।